हाम्रा युवाहरूले नेपालमा सपना देख्न छोडे। यो सपना खोज्ने को? यो सपना कसले खोज्यो, किन खोज्यो, कसरी खोज्यो, त्यो रोक्नुपर्छ कि पर्दैन? अब त्यो रोक्नुपर्छ। नेपाल सरकारलाई यही सुनाउन चाहन्थ्यौँ। सुनेनन्, तपाईहरूको मिडिया मार्फत उहाँहरूले सुनोस् र आत्मसार गरोस्, यो सामान्यकरण नगरोस् उहाँहरूले यो समस्या। सांसदलाई नसुन्ने सरकारले जनताको चित्कार के सुन्ला? जनताको आवाज सुन्ने थलो हो भन्ने अनि सुन्दै नसुन्ने वातावरण सिर्जना भयो भने यो सदनको औचित्य के हुन्छ? त्यसकारणले पनि हामीले निरन्तर रूपमा हाम्रो आवाज सुन्नु पर्यो, हाम्रो कुरा सुन्नु पर्यो, यो समाधानमा पुर्याउनु पर्यो भनेर कुरा राख्दै आइरहेका छौँ। घुस लिएर अझ आफ्नो कटलाई चाहिँ नि सफ्टवेयर प्रयोग गरेर मेरो कटको चाहिँ नि कति भयो भनेर क्याल्कुलेट गर्ने राजनीतिक संरक्षणमाथि छानबिन गरौँ भन्छौँ, त्यो पनि गर्दैनन्। कतिसम्म गिरेको? यदि यो सदनमा हामीले पटक पटक आन्दोलन गर्दा, विरोध गर्दा, समय पाऊँ कुरा सुनियोस् भन्दा पनि सदनले सुन्दैन भने यो सदनमा हाम्रो स्थान रहेन रहेछ भनेर आज हामीले बहिष्कार गरेका हौँ। अब जनतामा जानुभन्दा बाहेक अब के विकल्प बाँकी भयो त? सदनमा बसेर बेकारको समय बर्बाद गर्नुभन्दा, यहाँ कसैले पनि नसुनेर बेकारको समय बर्बाद गर्नुभन्दा त जनतासँग गएर हाम्रो कुरा राख्नु, अर्को पालिलाई यस्तो हुँदैछ है भनेर जनतालाई यथार्थ देखाउनु चाहिँ नि महत्त्वपूर्ण रहेछ भन्ने कुरा हामीलाई महसुस भएको छ। त्यसकारणले आज हामीले बहिष्कार गर्यौँ। नेपाललाई खुला आकाश मुनिको गोल घर कसले बनायो? यसमा मम गर्नु पर्दैन? यसमा कसरी टेक केयर गर्ने भनेर नेपाल सरकारले सोच्नु पर्दैन? हाम्रो माग जारी छ। हामीलाई संसदीय छानबिन समिति अथवा उच्चस्तरीय न्यायिक समिति चाहिन्छ। यो मैले हाम्रो सम्मानीय प्रधानमन्त्रीज्यू जो देशको अभिभावकत्व ग्रहण गर्दै हुनुहुन्छ, उहाँको रोलै त्यही हो। उहाँलाई सुनाउनलाई सभामुख मार्फत मैले यो तयार गरेको थिएँ। अब भित्र त बोल्न दिएन, धेरैवटा विषयमा हामीलाई बोल्न नदिएको छ। यो तपाईहरूको मिडिया मार्फत म प्रधानमन्त्रीज्यूसम्म पुगोस् भन्ने आशा गर्छु। म जस्तो छ त्यही पढेर सुनाउँछु। सम्मानीय सभामुख महोदय, सांसदलाई नसुन्ने सरकारले जनताको चित्कार के सुन्ला? तै पनि यो सुन्नुहोस्। यहाँ उपस्थित कतिजना छोराछोरीको उमेरको होला, कति नाति नातिना उमेरका होलान्। भर्खर 12 पास गरेका बहिनीलाई नजिकैको मान्छे मार्फत दलालले घरको काम हो, सजिलो काम हो भनेर 40-50 हजार तलब पाइन्छ, त्यो पनि फ्री टिकटमा जान पाइन्छ भनेर सपना देखाउँछ। त्यसपछि त्यो बहिनी विभिन्न देश मार्फत त्यो अर्को देश थर्ड कन्ट्री पुग्छिन् र आफ्नै अगाडि आफ्नो मोलमलाई गरेर एउटा साहुजीले किनेर लान्छन्। उहाँलाई केही भयो श्रम शोषणमा पर्छन्, कसैलाई भनौँ भन्ने ठाउँ छैन, कानुनी अधिकार केही छैन। ती बहिनी कसरी गइन्? भिजिट भिसामा। कट्टा नेपाली युवकलाई ब्यारेकको मात्रै काम हो, लोजिस्टिक्समा काम हो भनेर उहाँलाई खतरा केही हुँदैन, महिनाको 2-3 लाख पाउँछ भनेर सपना देखाइन्छ, लगिन्छ। अर्काको युद्धमा उहाँ होमिनुहुन्छ, अङ्गभङ्ग हुन्छ, मृत्यु हुन्छ, तर सुनिदिने, उहाँलाई उद्धार गर्ने केही हुँदैन। लिङ्क्डइन जस्तो प्रोफेसनल साइटबाट अन्तर्वार्ता लिने भनेर रिक्वेस्ट आउँछ, तर पठाइन्छ कहाँ? यो साइबर स्क्यामिङ सेल्सहरूमा, जहाँ टार्गेट मिट भएन भने है, जहाँ टार्गेट मिट भएन भने कुटपिट हुन्छ, करेन्टसम्म लगाइने रहेछ। यो त दास प्रथामा एउटा स्पोन्सरले, एउटा सेन्टरले किनबेच पनि गर्ने रहेछ हाम्रो नेपालीहरूलाई। यो त मोडर्न डे स्लेभरी हो कि होइन? यो त मोडर्न डे स्लेभरी हो। पहिला जुन हुँदैन नेपालमा यो दास प्रथा छैन भनेर भनेको थिएँ, यो त छ रहेछ। यस्तो ठाउँहरूमा नेपाली युवा कसरी पुग्छन्? भिजिट भिसा मार्फत। त्यस्तो ठाउँमा घुस लिएर अझ आफ्नो कटलाई चाहिँ नि सफ्टवेयर प्रयोग गरेर मेरो कटको चाहिँ नि कति भयो भनेर क्याल्कुलेट गर्ने राजनीतिक संरक्षणमाथि छानबिन गरौँ भन्छौँ, त्यो पनि गर्दैनन्। कतिसम्म गिरेको नेपाल सरकार? अनि यस्तो जोखिम छ भनेर थाहा पाउँदै पनि ऋणै लिएर भए पनि जसरी पनि विदेश जानुपर्छ भनेर मनस्थितिमा हाम्रा युवा कसरी पुगे? नेपाललाई खुला आकाश मुनिको गोल घर कसले बनायो? यसमा मम गर्नु पर्दैन? यसमा कसरी टेक केयर गर्ने भनेर नेपाल सरकारले सोच्नु पर्दैन? हाम्रो माग जारी छ। हामीलाई संसदीय छानबिन समिति अथवा उच्चस्तरीय न्यायिक समिति चाहिन्छ। यो कुराको सल्युसन खोज्नै पर्छ। यो एउटा कुरा, एउटा व्यक्ति केन्द्रित होइन, यसको सोल्युसन चाहियो। यो सबै तपाईहरूले हेर्नुहोस्, डट्स कनेक्ट गर्दै जानुहोस्। हाम्रा युवाहरूले नेपालमा सपना देख्न छोडे। यो सपना खोज्ने को? यो सपना कसले खोज्यो, किन खोज्यो, कसरी खोज्यो, त्यो रोक्नुपर्छ कि पर्दैन? अब त्यो रोक्नुपर्छ। नेपाल सरकारलाई यही सुनाउन चाहन्थ्यौँ। सुनेनन्,
तपाईँहरूको मिडिया मार्फत उहाँहरूले सुनोस् र आत्मसार गरोस्, यो सामान्यकरण नगरोस् उहाँहरूले यो समस्या। धन्यवाद। आज हामीले हाम्रो आवाज नसुन्ने, हामीलाई बोल्ने ठाउँ पनि नदिने, हाम्रो अहिले यतिका दिनसम्मको जुन अवरोध छ भनेर चाहिँ भन्ने, तर केही पनि सम्बोधन नगर्ने, हामीले यसरी टेक केयर गर्छौँ। त्यसकारण हामीले आजको सदन बहिष्कार गरेका छौँ। त्यसैले त छानबिन पहिला दास प्रथा छ भनेर अहिले पनि स्वीकार गर्ने हो र? यो व्यक्ति केन्द्रित होइन, त्यसकारण संसदीय समिति चाहिएको। एकदम क्लियर छ, हामी एकदम असेसेबल सांसदहरू छौँ। पार्टी कार्यालयमा सबैको निरन्तर भेटवार्ता हुन्छ, त्यसमा मेरो ड्युटी परेको थियो, मैले भेटेँ। उहाँहरू ठगीको मा पर्नु भएको छ, तर ठगीमा परेपछि उहाँहरूलाई मैले यो स्टुपिड आइडिया दिने होइन। त्यसैले मैले पार्टीलाई यदि पार्टी कार्यालयमा यस्तो भएको छ भने चाहिँ नि छानबिन गरौँ भनेर मैले निवेदन दिएको र त्यही अनुसार छानबिन समिति पनि बनाएको छ। पीडितलाई डबल पीडित नबनाऊ, कसैले पनि पीडितलाई डबल पीडित, अलरेडी हाम्रो भिक्टिम फ्रेन्डली प्रहरी प्रशासन छैन, त्यसैले पीडितलाई चाहिँ डबल पीडित नबनाऊ भनेर मैले यहाँ मार्फत सबैलाई अनुरोध पनि गरेँ। हामीले छानबिन समिति 2064 देखि बनाऊ भनेर भनेका छौँ, व्यक्ति विशेष होइन के यो मैले भने नि, तपाईँको रसियन आर्मीदेखि लिएर त्यो कम्बोडिया म्यानमारमा साइबर सेलमा पनि गएका छन्, सबै ठाउँमा गएका छन् के यो ठुलो जालो हो, यसलाई तोडौँ भनेको है। हस्, संसदीय मूल्य मान्यता के हुन्छ भने सदनमा कोही सांसदले केही कुरा राख्छु, केही कुरामा मेरो असहमति छ भन्ने कुरा लाग्यो भनेदेखि त्यो व्यक्तिले असहमति राख्दै गर्दा सदनले त्यसलाई सहजीकरण गरेर सुन्ने वातावरण बनाउनुपर्छ। मैले धेरै अगाडि पनि भनेको थिएँ, यहाँ देख्दा एकजना व्यक्ति देखिए पनि त्यो व्यक्तिको पछाडि धेरैजना मानिसहरू हुन्छन्, किनभने निर्वाचनमा धेरै मानिसहरूले मत हालेका हुन्छन्। अहिले म एक्लै देखिए तापनि, यहाँ मान्यज्यूहरू एक्लै देखिए तापनि उहाँहरू सबैजनाले एउटा मत लिएर आउनु भएको छ, त्यो मतको प्रतिनिधि हो। त्यस कारणले आज एकजना सांसद पनि सदनमा उभिनु भएको छ भने उहाँ केही कुरा राख्नको लागि उभिनु भएको हो, जनताको कुरा राख्न उभिनु भएको हो। त्यसको लागि चाहिँ संसदले सुन्ने वातावरण सिर्जना गर्नुपर्छ। जनताको आवाज सुन्ने थलो हो भन्ने अनि सुन्दै नसुन्ने वातावरण सिर्जना भयो भने यो सदनको औचित्य के हुन्छ? त्यस कारणले पनि हामीले निरन्तर रूपमा हाम्रो आवाज सुन्नु पर्यो, हाम्रो कुरा सुन्नु पर्यो, यो समाधानमा पुर्याउनु पर्यो भनेर कुरा राख्दै आइरहेका छौँ। सरकारले आज पनि अब सामान्य प्रधानमन्त्रीज्यूको प्रश्नोत्तरको कार्यक्रम थियो, त्यो कार्यक्रम हामीले नचलाउनुहोस् भने आएन, चलाउनुहोस्, तर हाम्रो पनि प्रश्न थियो, हाम्रो पनि कुरा थियो। सम्माननीय प्रधानमन्त्रीज्यू आजको सरकारको मूल पात्र हुनुहुन्छ, सरकारको नेतृत्व गर्ने व्यक्ति हुनुहुन्छ, उहाँलाई नसुनाए कसलाई सुनाउने? सदनमा हामीले निरन्तर भनिराखेका कुराहरू पटक विभिन्न मन्त्रीज्यूहरूले त सुन्नुभयो होला, मिडिया मार्फतबाट सुन्नुभयो होला, तर यही सदनमा आउनु भएको बेला प्रत्यक्ष सांसदहरूले कुरा राख्दाखेरि सम्माननीय प्रधानमन्त्रीज्यूले नसुन्नु पर्ने त्यस्तो त कुनै कुरा छैन नि। सदनले उठाएका कुराहरू सम्माननीय प्रधानमन्त्रीज्यू जवाफदेही हुनुपर्छ, उहाँलाई नै आज सुनाउनुपर्छ भनेर हामीले आज उठेका थियौँ। तर अब हामीलाई समय विनियोजन भएन। यदि यो सदनमा हामीले पटक आन्दोलन गर्दा, विरोध गर्दा समय पाऊँ, कुरा सुनियोस् भन्दा पनि सदनले सुन्दैन भने यो सदनमा हाम्रो स्थान रहेन रहेछ भनेर आज हामीले बहिष्कार गरेका हौँ। अब जनतामा जानुभन्दा बाहेक अब के विकल्प बाँकी भयो त? सदनमा बसेर बेकारको समय बर्बाद गर्नुभन्दा, यहाँ कसैले पनि नसुनेर बेकारको समय बर्बाद गर्नुभन्दा त जनतासँग गएर हाम्रो कुरा राख्नु, अर्को पालिलाई यस्तो हुँदैछ है भनेर जनतालाई यथार्थ देखाउनु चाहिँ नि महत्त्वपूर्ण रहेछ भन्ने कुरा हामीलाई महसुस भएको छ। त्यस कारणले आज हामीले बहिष्कार गर्यौँ। फेरि यस्तो हो, विरोधका अनेक आयामहरू हुन्छन्, स्वरूपहरू हुन्छन्। हामीले धेरै पटक भनिराखेका छौँ, वार्ता गर्नुहोस्, संवाद गर्नुहोस्। यो जुन समस्या देखिया छ यो कुनै हामीले व्यक्ति विशेषलाई लक्षित गर्न खोजेको होइन। निकै ठुलो सञ्जाल छ, निकै धेरै मानिसहरू, नेपाली मानिसहरू चाहिँ देशका विभिन्न देशहरूमा चाहिँ एउटा आधुनिक दास जस्तो बनेर बेचिनु परेको स्थिति हामीमा आज आएको छ। अब यस्तो गम्भीर विषयमा पनि सरकार गम्भीर हुने वातावरण नहुनु भनेको यो राम्रो कुरा होइन। यसको लागि गहिराईसम्म पुग्नको लागि एउटा चाहिँ निष्पक्ष उच्च स्तरीय छानबिन समिति बनाऊ भनेको हो। हामीले व्यक्ति विशेषलाई टार्गेट गरेर यही मान्छेले गर्यो भनेर भन्न खोजेका होइनौँ, तर कसले गर्यो त, यहाँ को संलग्न छन् भन्ने कुरा चाहिँ पत्ता लगाउनु आवश्यक छ। त्यसको लागि सबै दलहरू एक ठाउँमा आउनुपर्ने होइन र त्यो वातावरण सिर्जना भएन। त्यस कारणले गर्दाखेरि हामी आज चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यू आउनुभएको बेलामा कुरा राखौँ भनेको त्यो वातावरण मिलेन। त्यस कारणले हामीले बहिष्कार हो। तर अहिलेको परिस्थिति चाहिँ सामान्य परिस्थिति होइन, जस्तो नियमित प्रक्रिया र
अलिकति अब आकस्मिक विषय उठ्दाखेरिको प्रक्रिया अलग हुन्छ। अहिले हामीले आकस्मिकतामा कुरा गरिराखेका छौँ, आकस्मिकतामा विषयहरू उठान गरिराखेका छौँ। नियमित प्रक्रिया हुन्थ्यो भने हामी नियमित प्रक्रियाले जान्थ्यौँ। सदन नियमित हिसाबले चल्न सक्ने स्थितिमा छैन, हामीले कुरा उठाइराखेका छौँ, विरोध गरिराखेका छौँ भनेपछि नियमित प्रक्रियामा सदन चलाउने अवस्था चाहिँ होइन। यो आज बहिष्कार हामी अब त्यसको सरसल्लाह गर्छौँ, किनभने अब यही हो भन्ने रणनीतिहरू अब भित्र तयार गरिन्छ। नियमित सडक भनेर हामीले भनिसकेका छैनौँ। यद्यपि अब हामीले विरोधको स्वरूपहरू के हुन्छन् त्यसमा छलफल गर्ने बाँकी छ। आजको चाहिँ यति नै हो। होइन, यो गलत विषयवस्तु आछ, त्यस्तो किर्ते जाहेरी त कसैले पनि दिनु हुँदैन। यद्यपि अब हाम्रो गृहमन्त्रीज्यूले आरोप लगाउनु भएको जस्तो स्वतन्त्र पार्टीबाट यसरी लेखियो भन्ने कुरा गर्नुभएको छ, त्यसमा मलाई विश्वास छैन। यदि कसैले गरेछ भनेदेखि हाम्रै पार्टीभित्र पनि त्यो हेर्नुपर्छ भनेर हामीले संसदीय छानबिन समिति बनाएको छ। के अरे हाम्रो पार्टीभित्र एउटा चाहिँ समिति छानबिन समिति बनाएका छौँ, त्यहाँबाट निर्क्युल भइहाल्छ। मलाई हाम्रो पार्टीबाट त्यस्तो कार्य भएको छ जस्तो मलाई लाग्दैन। तर के हो भनेदेखि धेरै जनताहरूले हामीलाई चाहिँ हामी यस्तो यस्तो पीडामा पऱ्यौँ भनेर पठाएको हो। किन हामीले आह्वान पनि गरेका थियौँ, त्यो विषयवस्तु हामीले किन मगायौँ भनेदेखि सरकारलाई यो कुरा छ है भनेर तथ्य प्रमाणसहित देखाउन पनि आवश्यक छ भनेर हामीले मगाएको हो। उहाँहरूले हामीलाई अब के गर्ने भन्ने सोधिरहँदाखेरि हामी तपाईँहरू यहाँ विकल्पहरू छन्, कानुनी उपचारको लागि जान सक्नुहुन्छ, विश्वास त छैन र पनि प्रयास गर्नुहोस् भन्नेसम्म हामीले भन्ने हो। यद्यपि उहाँले आरोप लगाउनु भएको कुरामा मलाई विश्वास। त्यो पार्टीको अब एनिभर्सरीको उपलक्ष्यमा, वार्षिक उत्सवको उपलक्ष्यमा केही कार्यक्रमहरू राखिएका छन्, त्यसमा साथीहरूले बढी भन्नु होला। समग्र पार्टीले अहिले एजेन्डाको रूपमा लिइराखेका छ, आफ्ना विरोधहरूमा यी कुराहरू संलग्न हुन्छ। हस्, थ्याङ्क यू है।